नमस्कार। यतिखेर चाहिँ हामी यो चागोनारायण मन्दिर घुमिसकेपछि हामी सल्लीघारमा छौँ। आज विशेष रमाइलो पनि भयो, एकदमै यो स्मरण रहिरहनेछ। मानौँ आज एकदमै खुसियाली पल पनि छ, किनकि हामी छोटो समय पनि एकदम राम्रो घुमघाम पनि भयो र फोटो सेक्सनदेखि हरेक किसिमको चाहिँ हाम्रो एकदमै आजको फोटो भिडियो एकदम राम्रो भइरहेको छ। हामी तपाईँको माझमा हामी आज दिनभरि गरेका क्रियाकलापहरू चाहिँ यसलाई भिडियोलाई आजको कस्तो खालको चाहिँ रमाइलो भइरहेको छ, के छ कस्तो महसुस के छ? आज एकदम रमाइलो भइरहेछ हैन, मौसम पनि त्यस्तै छ हैन, मौसमले पनि एकदम साथ दिएको। आज शीतल छ, न त के रे अरु दिनमा चाहिँ बहुत गर्मी हुन्थ्यो हैन, तर अहिले चाहिँ एकदम शीतल छ, मौसम पनि राम्रो छ, हामीलाई धेरै साथ दिइरहेछ। हामी सल्लीघारमा छौँ नि सर, जस रमाइलो भइरहेको छ। यो कस्तो ठ्याक्कै कस्तो महसुस भइरहेको छ, कहाँ पुगे जस्तो? एकदम सेम के रे बाजुराको हाम्रो गाउँ जाने बाटो त्यो छ नि सल्लाहरी, सेम त्यस्तै फिल भइरहेको है मलाई त हैन। एकदम सेम के फरक छैन नि? हजुर एकदम सेम छ, फरक छैन। हेर्ने चारैतिर यताउति रुखै रुख छ देखाइदिनु न है, दाइ। प्रेसरलाई हेर्नु त पुरै सल्लाहको गाडी छ नि त है। यो पुरै सल्लाह छ। अझ अगाडि कति छ कति छ, हामी बिचमा त्यसको बिच एरियामै छौँ कि हामीहरू। पुरै चारैतिर छ, हामी ट्याक्क पिकनिक हालेछ नि, के को लागि यो चाहिँ त्यो पिकनिकको लागि ड्राई पिकनिक पिकनिक खायो भने त्यो पानी पर्छ भनेर अनि त्यसको लागि त्यो छाना बनाएको हो। अनि अनिलजी, अनि तपाईँ चाहिँ यहाँभन्दा पहिले चाहिँ कतिपल्ट आएको? म यहाँ चाहिँ एकपल्ट गएको थिएँ यहाँभन्दा पहिला चाहिँ, अनि त्यही भएर आज चाहिँ राम्रो लागेर आज दाइलाई टक्क भेट्नु उसमा अनि टक्क गइदिउँ न भनेर दाइले लिएर आएको। अनि रमाइलो छ नि हैन? रमाइलो लागिरहेछ, धेरै रमाइलो लागिरहेछ। अब हामी घर पुग्नु कति लाग्छ सर? अब हामी घर पुग्न लाग्छ होला तपाईँको 25 मिनट जति लाग्छ हैन? यहाँबाट गाडीमा? माथि मन्दिर पुग्न 5 मिनट लाग्छ, टोटल 30 मिनट लाग्छ, ए हजुर। अनि घर पुग्न चाहिँ 25 मिनट लाग्छ अब।